आज जीर्ण अवस्थामा पुगेको हाम्रो गाउँको काकीको घर मान्छे बस्न लायक थिएन र यहाँ श्रमदानद्वारा यो पुनर्निर्माण गरिँदैछ। यो श्रम संस्कृति आज यहाँनेर कुनै जात धर्म वर्ग केही नछुटिकन सबै श्रमदाताहरू आफ्नो घरको कामलाई थाती राखेर कुनै एकजना कमजोर मान्छेको बास हैन उसको एउटा गुण भनौँ न पुनर्निर्माण गरेर चाहिँ उहाँलाई यति गऱ्यौँ भने केही राहत हुन्छ भनेर सबैजना जुटेका छन्। यस्तो हुँदैछ, अझै आउने क्रम जारी छ।